यो गोरु हेलो गाइस, आज चाहिँ म यता है गाउँतिर आएको ल। आज चाहिँ म यसो गोठालो जान लागिरहेको छु अहिले ट्याक्क होइन। आज चाहिँ रमाइलो हुनेवाला छ है। गोठालो ट्याक्क लाएर ट्याक्क दुईटा गोरु फुकायो, मारा हिँड्यो। गाउँतिर त छुट्टै रमाइलो छ त। ल हाम्रो केटाहरू चाहिँ वहाँ तल रहेछ। ओ कोटे दुईटा गोरु चराउँदैछ त्यसले पनि। अर्को केटाहरू नि आउँदैछन् त्यहाँ। आज चाहिँ ट्याक्क 6-7 जना भएर एकै ठाउँमा गोरु चराएर रमाइलो गर्ने भन्ने हाम्रो प्लानिङका साथ म छु। मेरो गोरु पनि हिँडिसकेको छ। अब केही समयमा नै पुग्नेवाला छु है त। म तपाईँहरूलाई एक चिज देखाउन गइरहेको छु है त। ट्याक्क लाएर गाउँघरतिर माटोले युज गर्नुहुन्छ होइन। हाम्रो घरतिर चाहिँ पुरै माटोको घर हुन्छ धेरै जस्तो। अनि माटो ट्याक्क खन्ने होइन, खनेर ट्याक्क लिप्ने यस्तो हुन्छ है। बिचरा कले होइन यहाँ स्कुल जाँदै गर्दाखेरि टाइ खसालेछ बिचरा है। ट्याक्क यो चाहिँ श्री अमृत पब्लिक उच्च माध्यमिक विद्यालयको टाइ रहेछ। यहाँ राखिदिन्छु। यो भिडियो हेरेर आफ्नो हो भने ट्याक्क लिएर जान सक्नुहुन्छ है। भाइहरू भर्खर भलिबल सिक्दै हुनुहुन्छ, उहाँहरूको फिल्ड चाहिँ यहीँ हो। ट्याक्क साँझमा रमाइलो गर्छन् केटाकेटीले। हेर्नु हाम्रो घरतिर कस्तो राम्रो राम्रो फुल हुन्छ। यो कुहिराको फुल होइन। अनि अर्को यो साँच्चै यो धँयरको फुल फुलिरहेछ। उहाँ तलतिर फेरि कता माथि यहाँ पनि अर्को फुल फुलिरहेछ। फुलको खानी हो हाम्रो गाउँ त। सानोमा बहुत चोरेर खाइन्थ्यो कटहर। अहिले त बुढो भएर होला खासै फले छैन है। यो चाहिँ हाम्रो दसैँ तिहारको बेलामा ट्याक्क पिङ हाल्थ्यो होइन। अहिले त चुटिसकेछ नि। यसपालि पनि हाल्नु त हाल्नु भएको रहेछ, तर पनि पिङ चुटिसकेछ। नत्र त खेल्न हुन्थ्यो। यो गोरुले हाम्रो गोरुसँग न्यु खोजेको भच्काइदिन्छ हो अहिले। यता हाम्रो गोरु फेरि डन। यो गोरु रे हाम्रो गाउँको टन लडाइदिन्छु अहिले मलाई। न्यु खोजिरहेको छु यसले। यसको सिङ झारिदिन्छु मैले। म फुली मर्ला चाहिँ मर केटाहरू आए। यो गोरु कसको हो? तैँले यस्तो गोरु पाल्छस्? खै तारको ल्याएन दुईटा मात्र ल्याएको के तिमीलाई कतिलाई त्यो दुःख दिन्छ अरे के रडाउनु हुन्छ नि ल्याएको कगजको ठाउँतिर हुन्छ है यस्तो चाहिँ। यसले चाहिँ खल्लुक भन्छ होइन। हाड काटेर चाहिँ विपत्तै पाइन्छ। यसको टक्क यहाँभित्र गेडा हुन्छ। केटाहरू यता बसिरहेछन्। गोरुले विपत्तै दुःख दियो मलाई। उहाँ चाहिँ एउटा गोरु चाहिँ यता कुनातिर चढेको छ। आजको भिडियो चाहिँ यही नै समाप्त गर्न चाहन्छु। ल आज जे होस् रमाइलो भयो साथीहरूसँग होइन। यस्तै छ। गाउँतिरको भ्लगहरू पनि आउँदै गर्नेछ। तपाईँहरूले हेरेर माया साथ सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त।